मृत्युलाई जित्ने क्रिस्टको विजय मना जिहादलाई तोड्ने क्रिस्टको विजय मना सबैमा ख्रिस्टीय अभिवादन। आज 2025 मा हामीले इस्टर शुभकामना आदान प्रदान कार्यक्रम 4वटा नगरपालिकाको बीचमा सम्पन्न गर्यौं। चितवन जिल्लाको पूर्वी क्षेत्र लोथरदेखि रनपासम्म सबै नगरपालिकाका पास्टर विश्वासी दाजुभाइ दिदीबहिनी सबैको सहभागितामा जुन र्याली सम्पन्न गरी स्टेज कार्यक्रममा हामीले एक आपसमा इस्टरको शुभकामना आदान प्रदान गर्यौं। परमेश्वरलाई धेरै धन्यवाद। फेरि पनि सूचना, अब हामी प्रार्थना गरेर यात्रा गर्दैछौँ। अघि मैले सूचना गरेको अलिकता फेरबदल भयो। हामी यहीबाट नै गाडीका हाम्रा चालकज्यूहरूलाई म अनुरोध गर्छु, यहीबाट नै हामी पश्चिमतिर लाग्नेछौँ। तीर्थ गुरु आजभन्दा 2025 साल अगाडि यो धरतीमा येशू ख्रीष्ट आउनुभयो मानव जातिको निम्ति र हरेक पापी मानिसहरूको निम्ति उद्धार र मुक्तिको लागि आउनुभएको थियो। र मानिस पापी भएको कारणले गर्दा येशूले आफ्नो रगत बगाउनु पर्ने भयो। येशूले आफ्नो रगत बगाउनु पर्ने भएको हुनाले उहाँ क्रुसमा मारिनु भयो, आफ्नो रगत बगाउनु भयो र उहाँको रगतद्वाराले मात्र मानव जातिको निम्ति पाप क्षमा हुन्छ भन्ने पुनरुत्थान हुनुभएको दिनमा यहाँलाई सम्पूर्णलाई र साथसाथै इस्टरको साथसाथै नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय मसीह। जय मसीह। जय मसीह। आज हाम्रो प्रभु येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको दिन
यसो ख्रिस्टले भन्नुभयो पुनरुत्थान जीवन म नै हुँ भनेर आज चाहिँ उहाँ पुनरुत्थान हुनुभएको दिनमा हामी सबैजना यहाँनिर इस्टर र्याली मनाउने निम्ति आएका छौँ। यहाँ सबैलाई यसो ख्रिस्ट पुनरुत्थान हुनुभएको दिनमा धेरै धेरै कामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय मसीह। जय मसीह। 27 महोत्सव 2082 मा भन्नुहुने सबै आदरणीय प्रभुमा पास्टरहरूमा तथा सम्पूर्ण विश्वासी दलहरूमा म आजको यस कार्यक्रम सञ्चालक यस कार्यक्रमका सचिव पास्टर ज्ञान अधिकारीको तर्फबाट जय मसीह। यो हाम्रा तपाईहरूको उल्लेख्य उपस्थितिलाई देख्दै गर्दाखेरि साँच्चै नै म धेरै नै व्यक्तिगत तर्फबाट म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले आज यो घाम नभनिकन जसरी आज यो तपाईँले आफ्नो उपस्थिति आफ्नो सक्रियता तपाईँले जसरी देखाउनु भएको छ र तपाईँलाई पक्कै पनि परमेश्वरले पुनरुत्थान र जीवन मनै। त्यसै कारणले गर्दाखेरि सम्पूर्ण देश विदेशमा बस्नुहुने सम्पूर्णलाई इस्टरको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद। जय मसीह। चितवनमा चाहिँ यो चारवटा नगरपालिका मिलेर आज यो इस्टरको कार्यक्रम चाहिँ एकदमै धुमधाम साथ हामीले शुभकामना आदान प्रदान गऱ्यौँ। अनि साँच्चै नै येशू ख्रीष्ट चाहिँ संसारकै उद्धारकर्ताको रूपमा जन्मिनु भयो। अनि त्यो दिनलाई हामीले आज स्मरण गर्दै हामीले यो टाढीमा चाहिँ यो बस पार्क छेउमा हामीले एकदमै भव्य साथमा यो कार्यक्रम सफल गर्नमा हामीले परमेश्वरले हामीलाई सहायता गर्नुभयो। र फेरि पनि यहाँहरूलाई इस्टरको म शुभकामना दिन चाहन्छु। परमेश्वरले तपाईँहरू सबैको जीवनमा प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। येशू आए दिन माया हो गया ना हरे बादल का पछाया येशू आए दिन माया बाइबल पढ़ना आशिकों से येशू कृष्ण माया बादलना आशिकों से येशू कृष्ण माया बादलना मलबाट बग्ने खोला कहाँ पुग्ने होला छैन हजुर भला छैन 2 दिनको छोला मलबाट बग्ने खोला कहाँ पुग्ने होला छैन हजुर भला छैन 2 दिनको छोला बाइबल पढ्न आशिकों से येशू कृष्ण माया बादलना शुभकामना ह्याप्पी इस्टर भन्न चाहन्छु। परमेश्वरले मानिस जातिलाई औधी प्रेम गरेर मानिस जातिको उद्धार मुक्तिको निम्ति शान्तिको निम्ति चङ्गाईको निम्ति आफ्नो पुत्र येशू प्रभुलाई पठाउनु भयो र पुत्र येशूले धर्मशास्त्र पुरा गरेर धर्मशास्त्र अनुसार उहाँले हाम्रो पापको निम्ति उहाँको बहुमूल्य रगत बगाएर पाप क्षमा गर्नुभयो। उहाँको बलिद्वारा
सारा मानिस विश्वभरका मानिसहरूको पाप क्षमा भयो र हामीले आज अनन्त उद्धार मुक्ति पाएका छौँ। हाम्रो मोक्ष भएको छ। साथै उहाँमा विश्वास गर्ने मानिसहरूलाई उहाँको आत्मा पवित्र आत्माले शान्ति आनन्द चङ्गाई र खुसी दिनु। यहाँहरू सबैजनालाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह साथै नमस्कार छ। र आजको दिन हामी चितवनबाट अनि 4वटा नगरपालिका रत्ननगर, कालिका, खैरानी र राप्ती 4वटा नगरपालिकाको संयुक्त आयोजनामा इस्टरको सभ्य अनि भव्यताको साथ हामीले र्याली साथसाथै कार्यक्रम पनि सुसम्पन्न गरेका छौँ। र यो भिडियो मार्फत यहाँहरू सबैजनालाई जहाँ जहाँबाट हेरिरहनु भएको छ यो इस्टरको अथवा पुनरुत्थान दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु, सौरा मण्डली र मेरो व्यक्तिगत तर्फबाट पनि। प्रभुले यहाँहरू सबैजनालाई प्रशस्त आशीष दिनुभएको होस्। जय मसीह। Recognizing